Hello engineers. In this lesson, we are going to learn about how to estimate the quantity of wood, both चौकोस and frame of both door and windows with their rate analysis. हामीले वुडवर्कको काम गर्दाखेरि चाहिँ के कुरा बुझ्न पर्यो भने एउटा चौकोसको काम हुन्छ र अर्को चाहिँ के हुन्छ त भन्दाखेरि त्यो डोर फ्रेम अथवा विन्डो फ्रेमको कुरा हुन्छ कि अब सुरुमा हामीले के गर्नु पर्यो त डोर विन्डो राख्दै गर्दा भन्दा चौकोस राख्नुपर्ने हुन्छ अब त्यो चौकोस राख्दाखेरि चाहिँ हामीले त्यसको इस्टिमेट कसरी गर्ने अब कति क्वान्टिटी अफ ब्रिक वर्क चाहिन्छ कति क्युबिक फुटको चाहिन्छ अथवा कति क्युबिक मिटरमा चाहिन्छ भनेर हामीले सुरुमा के गर्नु पर्यो त त्यसको क्वान्टिटी मेजर गर्नु पर्यो अब सुरुमा त्यसको क्वान्टिटी कसरी मेजर गर्ने भन्दाखेरि हामीले सुरुमा के हेर्न पर्यो भन्दाखेरि हामीले नक्सा बनाइसकेपछि हामीलाई के हुन्छ त भन्दाखेरि नक्सा पास गर्दाखेरि हामीले के हुन्छ त आर्किटेक्चरल ड्रइङ सबमिट गर्दै गर्दा हामीले इलिभेसन पनि सबमिट गराउँछौँ अब त्यो सबमिट गराएको इलिभेसनमा हामीले कस्तो खालको डोर अथवा विन्डो डिजाइन गरेका छौँ भनेर हामीले हेर्नु पर्यो अहिले हाम्रो विन्डो अथवा डोर त छैन तर यहाँ अब इलिभेसन छैन तर एउटा सेक्सनमा के देखिएको छ भन्दाखेरि डोर देखिएको छ अब यो डोरलाई हेर्ने भने के छ त भन्दाखेरि यता एउटा चौकुस रहेछ होइन भनेको वान प्यानल डोर रहेछ विन्डो भनेको नि हामीले जेनरली के गर्छौँ त भन्दाखेरि टु प्यानल विन्डो हुनसक्ला अब त्यो हामी बिस्तारै डिस्कस गर्छौँ अहिलेलाई हामी के गर्नु त भन्दाखेरि हामीले एकचोटि के गरौँ त भन्दाखेरि हाम्रो ग्राउन्ड फ्लोरको अहिले हामीले के गरिरहेछौँ इस्टिमेट गरिरहेछौँ ग्राउन्ड फ्लोरको इस्टिमेटमा एउटा हाम्रो मेन डोर रहेछ त्यो पछि D1 डोर छ कतिवटा 3वटा छ र D2 डोर रहेछ 2वटा डोर हामीलाई के चाहिने रहेछ त भन्दाखेरि एउटा चाहिने रहेछ मेन डोर एउटा D1 डोर र D2 डोर भनेपछि म के गर्छु त भन्दाखेरि मानौ यसलाई मैले मेन डोर गरेँ मेन डोरलाई हामीले डी लेखेका छौँ यहाँ मेन डोरलाई हामीले लेखेका छौँ के त भन्दाखेरि हाम्रो मेन डोर के छ डी छ अब यसको साइज जहिले पनि के हुन्छ त भन्दाखेरि डोर एन्ड विन्डो सेड्युल भनेर जुन हामीले टेबल दिए हुन्छ त्यसमा हेर्ने त साइज ठिक छ यसमा पनि हेर्न मिल्छ डाइमेन्सन मेजर गरेर तर हाम्रो स्ट्यान्डर्ड साइज भनेको हामीले हेर्ने चाहिँ के हुन्छ भन्दाखेरि एउटा विन्डो सेड्युल अथवा डोर सेड्युल भनेर दिए हुन्छ त्यसमा हेर्न पर्यो 3 फुट 6 इन्ची बाई 7 फुटको चाहिँ एउटा के रहेछ त मेन डोर रहेछ हामीसित अब हामीले यहाँ के गर्नु 3 फुट 6 इन्ची बाई के गर्नु पर्यो त भन्दाखेरि 7 फुटको चाहिँ एउटा मेन डोर बनाउनु पर्यो अब यसको के छ त भन्दाखेरि हाम्रो कतिवटा मेन डोर छ अहिलेलाई हाम्रो एउटा मेन डोर छ अब हामीलाई चाहिन्छ त्यो डोरको लेन्थ होइन किनभने हाम्रो त्यो चौकुसको लेन्थ चाहिन्छ अब हाम्रो त्यो चौकुस भनेको खासमा कस्तो हो भने जस्तै अटोक्याडमै बनाउने हो भने नि कस्तो हुन्छ त भन्दाखेरि हामीले यहाँ जस्तै मैले अहिले के गरेँ भने अब त्यो चौकुस कसरी हुन्छ भनेर एकचोटि हामी नभए एउटा इमेज पनि हेरौँ है त अब हाम्रो डोरको चौकुस भनेको कस्तो हुने भयो भन्दाखेरि यस्तो हुने भयो हाम्रो डोरको चौकुस चाहिँ कस्तो हुने भयो त यस्तो हुने भयो यो खासमा के हो त भन्दाखेरि यसलाई हामी भन्छौँ चौकुस होइन यसलाई हामी भन्छौँ चौकुस र यो चौकुस भन्दा यो भित्र हाल्ने के हो त भन्दाखेरि यो भित्रलाई के भन्छ त फ्रेम पनि भन्छ क्या जस्तै यहाँ हेर्ने हो भने यो हाम्रो चौकुस भयो क्या यो पुरै चौकुस हुने भयो र हाम्रो यो जुन चाहिँ यो फ्रेम पछाडि हामी क्याल्कुलेसन गर्छौँ होइन यो फ्रेम चाहिँ के हुन्छ त पछाडि क्याल्कुलेट गर्छ अब यो चौकुसको चाहिँ कतिको हुन्छ भन्ने कुरा हामीले बुझ्नु पर्यो हाम्रो जहिले पनि के बुझ्नु पर्यो भने 3 बाई 3 इन्ची बाई 3 इन्चीको चाहिँ हामीले चौकुस बनाइराखेका हुन्छौँ होइन जस्तै मैले तपाईँहरूलाई चाहिँ अब अटोक्याडको भिडियोमा चाहिँ हामीले डोरको मैले सबै बनाउनु सिकाएको छु है त यो जस्तै यहाँ मैले जे कुरा देखाइरहेको छु यो कसरी बनाउने भन्दा मैले अटोक्याडको भिडियोमा प्लान बनाएर चाहिँ हामीले डोर विन्डो कसरी बनाउने भनेर मैले छुट्टै भिडियो प्लेलिस्टमा हालिदिएको छु तपाईँले हेर्नु भएको छैन भने गएर हेर्नु होला है त जस्तै अटोक्याडको प्लेलिस्टमा गएर चाहिँ तपाईँले हेर्नुभयो भने त्यहाँ भेट्नुहुन्छ हामीले कसरी बनाउँछौँ भनेर जस्तै अहिले मैले एउटा के बनाउँछु त भन्दाखेरि मैले एउटा लाइन गरेँ अब यो बुझ्नलाई है त जस्तै मैले यहाँ के गरेँ त भन्दाखेरि मैले 3 इन्ची गरेँ 3 इन्ची गरिसकेपछि के छ त हाम्रो भन्दाखेरि अब डोर विन्डोको चौकुस बनाउँदै गर्दा कसरी बनाउने त भन्दाखेरि मैले यो 3 इन्ची गरेँ यहाँ 2 इन्ची गरेँ म यता 1 इन्ची आउँछु माथि 1 इन्ची गएँ फेरि यता के गर्छु त 2 इन्ची गरेर मैले यहाँ के गरेँ त यसरी क्लोज गरिदिएँ होइन भनेपछि हाम्रो यो खासमा डोरको चौकुस भयो क्या यो 3 इन्ची हुन्छ भनेपछि हाम्रो डोरको फ्रेम कहाँ बस्छ त भन्दाखेरि यतिमा बस्छ क्या यो जुन 1 इन्चीको स्पेस छ डोरको फ्रेम जहिले पनि यो 1 इन्चीमा चाहिँ के हुने रहेछ त डोरको फ्रेम बस्ने रहेछ भनेर हामीले कुरा चाहिँ बुझ्नु पर्यो है त यो कुरा यसरी भयो अब यसैलाई चाहिँ मैले तपाईँलाई अटोक्याडमा विस्तृत रूपमा उसै सिकाइसकेको छु उता होइन अब त्यो सिक्नु होला भनेपछि हामीले के बुझ्न पर्यो भने जस्तै यसैलाई मैले डोरको चाहिँ के छ त भन्दाखेरि मैले 3D मा बनाउने भने के छ त भन्दाखेरि हामीलाई डोरको जस्तै साइज कति दिएको छ त विथ 3 फुट 6 इन्ची हुन्छ अरे 3 फुट कति हुन्छ अरे त भन्दाखेरि 6 इन्ची हुन्छ अरे भनेपछि हाम्रो डेप्थ रहेछ 3 फुट 6 इन्ची मैले ट्याप गरेँ र के गरेँ त अर्को भन्दाखेरि यो हाम्रो डेप्थ कति हुन्छ 3 इन्ची हुन्छ 3 इन्चीको डेप्थ जेनरली बनाइन्छ भनेपछि हाम्रो माथिको भयो त्यसै गरी यसको हाइट कति छ त भन्दाखेरि 7 फुट छ अब हामीले के कुरा बुझ्न पर्यो भने हाम्रो खासमा डोरको हाइट 7 फुट हो क्या होइन हाम्रो डोरको के हो त भन्दाखेरि डोरको हाइट चाहिँ हाम्रो खासमा यो टोटल डोरको हाइट 7 फुट हो तर चौकोसको हाइट कति हुनुपर्ने रहेछ त भन्दाखेरि अब मैले माथि 3 इन्ची त घटाउनु पर्यो नि त होइन भनेपछि 7 फुटमा मैले के गर्नु पर्यो त भन्दाखेरि 3 इन्ची घटाउनु पर्यो भनेपछि के हुने रहेछ 6 फुट कतिको बनाउनु पर्यो त 9 इन्चीको मैले के गर्नु पर्यो रेक्टेंगल बनाउनु पर्यो के
जस्तै म के गर्छु त भन्दाखेरि 6 फुट के गरेँ त 9 इन्चीको मैले के गरेँ त रेक्टेंगल बनाएँ इन्टर गरेँ। भनेपछि हाम्रो के रहेछ त भन्दाखेरि मैले यसलाई मुभ गर्छु र यहाँ क्लिक गरेर के गर्छु त भन्दाखेरि यहाँ लगेर राख्छु। भनेपछि हाम्रो यो डोरको हाइट हुने भयो। यसलाई मैले के गरेँ त कपी गरेँ। यो पोइन्टबाट कपी गर्छु र यहाँ लगेर राख्छु। भनेपछि हामीले के बुझ्न पर्यो भने 7 फुट भनेको यो टोटल डोरको हाइट 7 फुट हो। भनेपछि हाम्रो चौकोसको हाइट कति हुने रहेछ त भन्दाखेरि 3 इन्ची घटेर आउने रहेछ क्या। हाम्रो डोरको के हुन्छ त भन्दाखेरि यसरी चाहिँ डोरको के हुन्छ त भन्दाखेरि चौकोस बने हुन्छ। भनिसकेपछि हामीले के कुरा बुझ्न पर्यो भने हाम्रो डोर डी को साइज कति छ 3 फुट 6 इन्ची बाइ 7 फुट छ। भनेपछि मैले अब नाप्दाखेरि कति नाप्न पर्यो त मैले डिएलआई गर्छु। जस्तै यहाँबाट मैले के गरेँ त यहाँ क्लिक गरेँ भने अब हामीले के बुझ्न पर्यो त भन्दाखेरि यो 81 इन्चीको रहेछ। भनेको के हो त भन्दाखेरि 6 फुट कति रहेछ त 9 इन्ची हो। भनेपछि यो हुने रहेछ 6 फुट कति त 9 इन्ची, यो हुने रहेछ 6 फुट 9 इन्ची, यो हुने रहेछ कति त भन्दाखेरि 3 फुट 6 इन्ची। हामीले कति के बुझ्न पर्यो त भन्दाखेरि अब 6 फिट कति हो त 9 इन्ची। अब 6 फिट 9 इन्ची भनेको कति हुन सक्छ त भन्दाखेरि 6 फुट 9 इन्ची प्लस 6 फुट 9 इन्ची गरौँ। त्यो भनेको कति हुन्छ त भन्दाखेरि 6 फुट 6 फुट 12 फुट भयो, 9 दुना 18, 13 फुट कति हुने भयो 6 इन्ची भयो। अब 13 फुट 6 इन्चीमा 3 फुट 6 इन्ची जोड्न पर्यो। भनेपछि 13 मा 3 कति हुने भयो त भन्दाखेरि 16 हुने भयो, 6 छ भनेपछि 17 हुने भयो। हाम्रो टोटल के रहेछ त भन्दाखेरि लेन्थ चाहिँ कति हुने रहेछ त भन्दाखेरि यहाँ 17 फुटको हाम्रो टोटल लेन्थ हुने रहेछ है त। यो कुरा हामीले के गर्नु पर्यो बुझ्न पर्यो है। यो कुरा बुझ्न पर्यो। भनेको के हो त भन्दाखेरि 3 फुट 6 इन्चीको लेन्थ भयो। 7 फुटमा हामीले घटाउनु पर्यो कति त भन्दाखेरि 7 फुटमा घटाउनु पर्यो, एक साइडमा 3 इन्ची घटाउनु पर्यो र हामीले 3 इन्ची चाहिँ अर्को साइडमा घटाउनु पर्यो है त। अब हाम्रो यहाँ के छ त भन्दाखेरि हामीले यति गरिसकेपछि हाम्रो यहाँ अर्को काम के छ भन्दाखेरि यहाँ अब हाम्रो एउटा छ के छ त भन्दाखेरि थिकनेसको कुरा आउँछ। हाम्रो थिकनेस पनि के हुन्छ त भन्दाखेरि हाम्रो थिकनेस जेनरली के गरिन्छ त 1 इन्ची राखिन्छ हैन। 1 इन्ची कुन चाहिँको थिकनेस हो भन्दाखेरि हाम्रो 1 इन्ची भनेको खासमा यसको थिकनेस हो क्या। हामीले यो 1 इन्ची राखिन्छ तर टोटल डेप्थ हेर्ने हो भने के छ त हाम्रो 3 इन्चीकै छ। अब अहिलेलाई हामीले एस्टिमेट गर्दै गर्दा के हुन्छ त सेफ साइडमा बसेर एस्टिमेट गर्ने हो भने के गर्नु पर्यो त भन्दाखेरि हामीले के गर्नु पर्यो त 3 इन्चीकै के गर्नु पर्यो त एस्टिमेट गर्नु पर्यो कि। त्यही भएर 3 इन्ची भनेको कति हुने भयो त भन्दाखेरि 0.25 मैले यसमा हाल्दिने भएँ हैन। 0.25 यसमा हाल्दिने भए त्यो 1 इन्ची गर्दा फेरि त्यति फरक पर्दैन, तर हामीले सेफ साइड एस्टिमेट गर्दा 3 इन्ची नै राख्छौँ है त। मैले के गरिदिएँ 0.25 यसरी हाल्दिएँ। अब हाम्रो डोर डी भयो। त्यसैगरी के हुन्छ अर्को के छ भन्दाखेरि हाम्रो डोर D1 कतिवटा छ भन्ने हुन्छ र डोर D2 कतिवटा छ भन्ने कुरो हुन्छ। डोर D1 हेर्यो भने हाम्रो 3 वटा छ, डोर D2 2 वटा छ। भनेपछि म के गरिदिन्छु त भन्दाखेरि जस्तै म यसैलाई कपी गरिदिन्छु, यहाँ पेस्ट गरिदिएँ। अब हाम्रो डोर D1 हो, डोर D1। अब हाम्रो डोर D1 को साइज हेरौँ है त। डोर D1 को साइज कति छ त भन्दाखेरि 3 फुट बाइ 7 फुट रहेछ। अब म यसलाई के गर्छु त 3 फुट बाइ के गरिदिन्छु त 7 फुट गर्छु। 3 फुट बाइ 7 फुट भनेपछि हाम्रो अब डोरकै साइज हो। भनेपछि डोरकै साइज 3 फुट बाइ 7 फुट भइसकेपछि के हुने भयो त भन्दाखेरि 3 फुट भनेको हाम्रो विड्थ भयो। विड्थमा त हामीले त्यही घटाउनु परेन भनेपछि 3 फुट प्लस 7 फुटमा कति घटाउनु पर्यो त 2 बटे 3 इन्ची भनेको 6 फुट 9 इन्ची 6 फुट 9 इन्ची। भनेपछि कति हुने भयो त भन्दाखेरि माथिकैमा हामीले के घटाइदियो भयो 6 इन्ची घटाइदियो भयो भनेको कति हुने भयो त 16.5 हुने भयो। अथवा 6 दुना 12 फुट 13 फुट 6 इन्ची प्लस 3 इन्ची भनेको कति हुन्छ त भन्दाखेरि 14 15 16 फुट कति हुने भयो 5 इन्ची हुने भयो। यसैगरी यो नै आयो। भनेपछि यसैगरी D3 पनि निकाल्न सकिन्छ। मैले अहिले त्यो गरिराखिनँ है त। D3 पनि यसरी नै भयो। अब हामी जाउँ विन्डोमा। विन्डो पनि त्यति गाह्रो छैन, तर विन्डोमा पनि अलि बढी बुझ्नुपर्ने कुरा छ। विन्डो कस्तो हुन्छ भनेर चाहिँ हामीले बुझ्नु पर्यो क्या। जस्तै हामीले एकचोटि विन्डो हेर्ने भने के छ त भन्दाखेरि खासमा हाम्रो यो विन्डो हो नि, यो हाम्रो भयो विन्डोको चौकोस यसरी बनाउनु भयो र विन्डोको फ्रेम यसरी बनाउनु भयो। अब फ्रेमको कुरा त आइहाल्छ। सुरुमा हामी हेरौँ चौकोस। हामी अहिले चौकोसको कुरामा छौँ। अब विन्डोको फ्रेम कस्तो हुन्छ त मानव 2 प्यानल विन्डो हामीले युज गरेका छौँ भने फर एक्जाम्पल के हुने भयो त अब सुरुमा विन्डोको साइज त हाम्रो जस्तै W को साइज 6 फुट बाइ 4 फुट 6 इन्ची छ। 6 फुट भनेको लेन्थ हुने भयो, 4 फुट 6 इन्ची भनेको हाइट हुने भयो। अब म एउटा के गर्छु त भन्दाखेरि एउटा रेक्टेंगल बनाउँछु। पहिला लेन्थपट्टि हेरेँ मैले कति छ 6 फुटको लेन्थ छ भनेपछि म के गर्छु त भन्दाखेरि 6 फुटको के गरेँ 6 फुट ट्याप 3 इन्ची गरेँ। भनेपछि यो लेन्थ भयो। यसैगरी हाइट मैले के गरेँ त भन्दाखेरि 4 फुट 6 इन्चीको एउटा अर्को रेक्टेंगल बनाएँ। 4 फुट 6 इन्चीको के गरेँ त भन्दाखेरि रेक्टेंगल म के गर्छु त अर्को रेक्टेंगल बनाउँछु। जस्तै 3 ट्याब कति गरेँ 4 फुट 6 इन्ची। भनेपछि के भयो त यसलाई म कपी गर्छु, CO इन्टर, यो पोइन्टमा समात्छु र के गर्छु यहाँ लगेर राखिदिन्छु। यसलाई पनि म के गर्छु मुभ गर्छु, यो पोइन्टमा समातेर म कहाँ लगेर राखिदिन्छु त भन्दाखेरि यहाँ लगेर राखिदिन्छु। यसलाई थोरै मुभ गरौँ, यसलाई यहाँ लगेर राखिदिन्छु। अब यति गरिसकेपछि के छ हाम्रो 3 प्यानल हो। भनेपछि मैले के गर्नु पर्यो यसलाई पनि के गर्नु पर्यो कपी गर्नु पर्यो
यो पोइन्टमा समातेर मैले कहाँ ल्याएर राख्नु पर्यो त यहाँ ल्याएर राख्नु पर्यो। यो त एउटा प्यानल भयो। अब 2 प्यानल विन्डो युज गर्दैछ भने मैले यसलाई के गर्नु पर्यो त भन्दाखेरि यसलाई थोरै कपी गरेँ र यसलाई के गरिदिन्छु त भन्दाखेरि मुभ गरिदिन्छु। अब हामीले यो मुभ कसरी गर्ने भन्दाखेरि हामीले जसरी मैले तपाईँहरूलाई विन्डो राख्न अटोक्याडमा सिकाएको थिएँ त्यसरी मुभ गर्ने हो। जस्तै मैले यसलाई क्लिक गरेँ, M2P गर्छु, इन्टर गर्छु र कहाँ राख्छु त के को बिचमा भन्दाखेरि यसको र के गर्छु त भन्दाखेरि यसको बिचमा लगेर म के गरिदिन्छु राखिदिन्छु। भनेपछि यसरी के भयो त 2 प्यानल विन्डो भयो। अब यसरी 2 प्यानल विन्डो भइसकेपछि हाम्रो यसरी के बुझ्न सकिन्छ भन्दाखेरि मैले यसलाई डाइमेन्सन गरेँ भने के छ त यहाँदेखि यहाँसम्मको एउटा डाइमेन्सन हुन्छ यो 72। अब यो 72 भनेको के हो भने के हो त यो 6 फुट हो। 12 छका 72 भनेपछि 6 फुट भनेको यो टोटल रहेछ भनेपछि चाहिने टोटल चौकोस कति हो त यो 6 फुट चाहियो, यो 6 फुट चाहियो भनेपछि 6 दुना 12 फुटको हाम्रो भइसक्यो। अब यो तीनवटाको लेन्थ चाहियो। तीनवटाको लेन्थ कसरी हुन्छ 4 फुट 6 इन्ची छ तर कति घटाउनु पर्यो त हामीले यहाँ 3 इन्ची घटाउनु पर्यो, यहाँ 3 इन्ची घटाउनु पर्यो, दुई साइडमा घटाउनु पर्यो कि। अहिले हामीले डोरमा एक साइडमा घटाएको थियौँ हाइटमा। अब विन्डोमा हामीले घटाउनु पर्यो दुई साइडमा के गर्नु पर्यो हटाउनु पर्यो। भनिसकेपछि के हुने भयो त 4 फुट मात्र हुने भयो। दुईपट्टि 3 इन्ची घटिसकेपछि 6 इन्ची घट्यो। 4 फुट मात्र हुने भयो भनेको 4 फुट 4 फुट 4 फुट 6 फुट 6 फुट 6 दुना 12 फुट। अनि के हुन्छ 4 12 4 कति भयो 16 हुने भयो। 16 4 कति हुने भयो 20 हुने भयो। 4 24 भनेपछि हाम्रो विन्डोमा कति आउने रहेछ त भन्दाखेरि यहाँ आउने रहेछ 24 के। अब विन्डो डब्लु भनेको कतिवटा छ त मानव एउटा होला हैन। अब अथवा के गरिदिउँ त भन्दाखेरि मैले के गरिदिएँ त हाम्रो विन्डो यहाँ हेर्न सकिन्छ डब्लु कतिवटा छ 8 वटा रहेछ। तर यो विन्डो 8 वटा टोटलमा यो फर्स्ट फ्लोरमा हो कि टोटलमा हो हामीले गर्नु पर्यो। जस्तै मैले एउटा दुईवटा तीनवटा भनेपछि टोटलमा 8 वटा युज भएको छ। मैले फर्स्ट फ्लोरको मात्र हिसाब गरिरहेको छु भने यहाँ कति गर्नु पर्यो मैले 3 वटा गरिदिएँ फरक परेन। भनेपछि यसरी 6 फुट बाई 5 भनेपछि यसरी यसलाई पनि के गर्नु पर्यो 5 फुट 2 इन्चीलाई पनि त्यसरी गर्न सकिन्छ है त। मैले यसलाई 0.25 नै हाल्दिएँ अहिले यसै गरी है त यसरी भयो। अब हाम्रो यो पछि के छ भन्दाखेरि हामीले यहाँ चौकोस बनायौँ। अब बनाउनु पर्यो के त भन्दाखेरि यसको फ्रेम बनाउनु पर्ने भयो। अब फ्रेम बनाउन झनै गाह्रो छैन। फ्रेम त हामीले स्क्वायर मिटरमा मेजर गर्छौँ भनेपछि फ्रेम बनाउन केही छैन। हामीले यसैलाई कपी पेस्ट गर्ने हो। मैले यसैलाई कन्ट्रोल कपी गर्छु, यसैलाई पेस्ट गर्छु। हाम्रो कतिवटा छ एउटा विन्डो छ एउटा डोर छ मैले एउटा गरेँ। भनिसकेपछि के छ त भन्दाखेरि अब फ्रेमको हामीले निकाल्नु पर्छ लेन्थ। भनेपछि फ्रेमको लेन्थ कसरी निकाल्ने भन्ने कुरा बुझ्नु पर्यो के। अब जस्तै मैले फ्रेम कहाँ हाल्छु भन्दाखेरि जस्तै मैले यहाँ जुन फिगर बनाएको छु नि हाम्रो खासमा फ्रेम बस्ने त यसमा हो। तर यो फ्रेम बस्ने भनेको मैले यसलाई कपी गर्छु भने के हुन्छ त भन्दाखेरि मैले यहाँ लगेर राखेँ भने कसरी बस्छ त फ्रेम भन्दाखेरि यहाँदेखि चाहिँ बस्छ क्या। यसैलाई फेरि के गर्छु त भन्दाखेरि म मिरर गर्छु। जस्तै मैले यहाँ एउटा लाइन ताने यहाँदेखि यहाँसम्म लाइन ताने। मैले यो कुरा सबै तपाईँहरूले सिकाइसकेँ है। यो कुरा सबै सिकाइसकेको छ। केमा सिकाएको छ भन्दाखेरि अटोकेट गर्दाखेरि यो कुराहरू बनाउनु सबै सिकाइसकेको छ। त्यो गर्नु होला। भनेपछि के हो त भन्दाखेरि हाम्रो अब यसको फ्रेम कसरी बस्छ भने यहाँदेखि बस्छ क्या। यो छेउदेखि होइन कि। अब यहाँदेखि चाहिँ के हुने भयो यो जुन यो काप छ यो कापदेखि यो कापसम्म के हुने भयो त हाम्रो डोरको फ्रेम बस्ने भयो। भनिसकेपछि हामीले यो विड्थमा कति जोड्नु पर्ने रहेछ त भन्दाखेरि 3 फुट 6 इन्ची विड्थ छ। 3 फुट 6 इन्चीमा कति घटाउनु पर्यो अथवा कति जोड्नु पर्यो भन्दाखेरि 3 फुट 6 इन्ची भनेको त हाम्रो कहाँ हो त यहाँदेखि यो टोटल हो नि 3 फुट 6 इन्ची त यहाँदेखि यहाँसम्म टोटल हो। भनेपछि 3 फुट 6 इन्चीमा कति घटाउनु पर्यो त भन्दाखेरि यो 1 इन्ची घट्यो भने यो त 2 इन्ची हो। भनेपछि 3 फुट 6 इन्चीमा दुईपट्टि 2 इन्ची घटाउँदा कति घटाउनु पर्यो त भन्दाखेरि 4 इन्ची घटाउनु पर्यो। भनेको 3 फुट कतिमा झर्यो त हामी 2 इन्चीमा झर्यौँ है। यो कुरा बुझ्नु पर्यो। 3 फुट 2 इन्ची। अब 3 फुट 2 इन्ची भनेको कति हुन्छ त भन्दाखेरि 2 इन्ची भनेको हुने भयो 0.167 भनेको कति हुने भयो त भने 3.167 गरेँ मैले इन्टर गरेँ भनेको यो कति आयो त लेन्थ आयो। अब हाम्रो त्यो प्यानलको हाइट कति हुन्छ त भन्दाखेरि प्यानलको हाइट भनेको हाम्रो के को हाइट हो त भन्दाखेरि 7 फुट त हाम्रो टोटल हाइट भयो। 7 फुट त हाम्रो टोटल हाइट भयो। तर प्यानलको हाइट त कहाँसम्म जान्छ यो टपसम्म जान्छ। भनिसकेपछि यो यसको हाइट जति छ हाम्रो प्यानलको हाइट त्यति हुने रहेछ कि। भनेको के भने फेरि यो खासमा के हो त भन्दाखेरि यो अब यो खासमा तल स्पेस चाहिँ हुँदैन। हामीले डोरमा स्पेस छोड्दैनौँ। कोहीले चाहिँ अब कार्पेटहरू राख्दा पछाडि टाइल मार्बल हाल्दै गर्दा त्यो फिटिङ गरेर मिलाएको हुन्छ है। अब अहिलेलाई हामी यो स्पेस धेरै 1 इन्ची छोडी राखेको हुन्छ अहिले नछोडौँ। भनेको के हो भने मैले अहिले 7 फुट छ भने मैले घटाउनु पर्यो कति त भन्दाखेरि 7 फुटमा कति घटाउनु पर्यो 3 इन्ची घटाउनु पर्यो। भनेको 6 फुट कति हुने भयो त भन्दाखेरि 9 इन्ची हुने भयो। 6 फुट 9 इन्ची 9 इन्ची भनेको कति हुन्छ त भन्दाखेरि 9 इन्ची भनेको 0.75 हुने रहेछ। भनेको यो के हुने भयो त भन्दाखेरि 6 फुट कति हुने भयो त भन्दाखेरि 6.75 हुने भयो। यसरी चाहिँ हामीले डोर निकाल्न सक्यौँ। अब विन्डोको पनि त्यही भयो। अब यो डोरको तपाईहरु आफै प्र्याक्टिस गर्नु होला है त। त्यसैगरी विन्डोको के हुने भयो त भन्दाखेरि विन्डो हेर्ने हो भने के छ त भन्दाखेरि विन्डोको नि चौकोस यस्तै हुने भयो। तर थोरै फरक के हुन्छ त विन्डोको चौकोसमा भन्दाखेरि मैले लाइन गरेँ। यो कुरा मैले विन्डोमा सबै सिकाइसकेको छु है।
माथि 1 इन्ची, यता 1 इन्ची गए, माथि फेरि 1 इन्ची गए, फेरि 1 इन्ची गए, माथि के गरेँ त भन्दाखेरि 1 इन्ची गएँ यता 2 इन्ची गएर मैले के गर्थे त क्लोज गरिदिएँ भनेपछि हाम्रो विन्डोको फ्रेम कस्तो हुने रहेछ भन्दाखेरि विन्डो बस्ने त यो कापमा हो, यहाँ विन्डो बस्छ। यसमा हामीले जेनरली ग्रिल हालिराखेका हुन्छौँ। हाम्रो जेनरली चलन के छ भने हामीले बाहिर छ भने चाहिँ के गर्छौँ त विन्डो राख्छौँ, यहाँ ग्रिल राख्छौँ र यहाँ के भन्छ जाली खापा राख्छौँ। त्यसैगरी अहिले के गर्न पर्ने रहेछ हाम्रो विन्डोको पनि हालत त्यही रहेछ। भनेको के हो त भन्दाखेरि विन्डो कसरी बस्छ त भन्दाखेरि यो विन्डो फ्रेममा मैले के गर्छु त भन्दाखेरि डिएलआई गरेँ भनेको यहाँदेखि यहाँसम्म गर्ने हो। यहाँदेखि यहाँसम्म कति रहेछ 32 इन्ची रहेछ। अथवा म के गर्छु त भन्दाखेरि थोरै डाइमेन्सनमा हामी के गरिदिउँ त चेन्ज गरिदिउँ है त। जस्तै प्राइमरी युनिट्समा जाउँ, यसलाई के गरौँ आर्किटेक्चरल गरिदिउँ है त। ओके गरौँ, सेट करेन्ट गरौँ, क्लोज। यो भनेको 2 फिट 8 इन्ची रहेछ भनेको अब मैले के गर्नु पर्यो त यो त थोरै कापभित्र छिर्ने भयो। त्यो काप भनेको कति हुन्छ त भन्दाखेरि 1 इन्चीको हुन्छ है। भनेपछि के रहेछ त यता हामीले के गर्नु पर्यो 1 इन्ची जोड्नु पर्यो, यता 1 इन्ची जोड्नु पर्यो भनेको 2 फिट 10 इन्ची भयो। त्यसैगरी हाइटमा पनि हामीले के गर्नु पर्यो त भन्दाखेरि तलमाथि जोड्दाखेरि त्यही गर्नु पर्यो भनेको 2 फिट 4 फिट के हुन्छ 8 इन्ची भयो। 2 फिट 10 इन्ची हुने भयो। यसलाई क्याल्कुलेटर गर्दाखेरि के हुन्छ त भन्दाखेरि 2 फिट 10 इन्ची भनेको कति हुने भयो 10/12 गरेँ इन्टर गरेँ 2.833 हुने भयो। यसको के हुने भयो त भन्दाखेरि विन्डोमा के हुने भयो मैले सिधै 2.833 गरिदिएँ र के गरिदिएँ त यता भन्दाखेरि सिधै मल्टिप्लाई गरिदिएँ। सिधै मल्टिप्लाई गर्दा कति हुने भयो त भन्दाखेरि 2 फिट 8 सरी 4 फुट 6 भनेको के हुन्छ 4.8 8/12 भनेको 4.667 हुने भयो। 4.667 यसको एरिया हुने भयो। डोरको पनि हामीले के गर्यो यो घटायौँ र यो घटायौँ भनेपछि यसरी हामीले के गर्यो चेन्ज गर्यौँ। अब यो विन्डो घटाउनु पर्यो। अब भेन्टिलेसन हाम्रो के छ त वासरुमतिर भेन्टिलेसन राखेको छ भने घटाए भयो, छैन भने मैले यसलाई डिलिट गरिदिएँ भेन्टिलेसन पनि त्यही हुने भयो। भनेपछि यसरी हामीले के गर्न सकिन्छ त उडोरको काम गर्न सकिन्छ। अब हामीले मेन कुरा के छ भने थोरै मैले के छुटाएको थिएँ भन्दाखेरि उडोको काम गरिसकेपछि सिकाउँछु भनेको थिएँ। जुन चाहिँ कुरा के हो त भन्दाखेरि इनामेलको कुरा आउँछ। हामीले काठमा चाहिँ पेन्ट गर्दैनौँ, इनामेल गर्छौँ हैन। अब इनामेल गर्दै गर्दा हामीले चाहिँ के हुनुपर्छ डाइमेन्सनको कुरा आउँछ। अब इनामेल गर्दा के कतिमा डाइमेन्सन गर्नु पर्यो जति हाम्रो काठको साइज छ त्यति डाइमेन्सन भनेपछि 3 फुट 6 इन्चीमै डाइमेन्सन गर्नु पर्यो, 7 फुट 6 इन्चीमै इनामेल गर्नु पर्यो, सबै नै भयो। हामीले यसमा चाहिँ के गर्छौँ भन्दा फ्याक्टर राख्छौँ जुन चाहिँ हो 2.25। जहिले पनि डोरमा हामीले कति फ्याक्टरले गरेर आउँछौँ 2.25 गरेर आउँछौँ र विन्डोमा 1.5 को फ्याक्टर गरेर आउँछौँ। यो चाहिँ तपाईहरुले सम्झिनु पर्यो। यति फ्याक्टरले मल्टिप्लाई गर्नु पर्यो, अरु केही पनि फरक छैन है। भेन्टिलेसनमा 1.25 गर्छ हाम्रो अहिले भेन्टिलेसन छैन भने मैले यसलाई डिलिट गरिदिन्छु। भनेको के हो त भन्दाखेरि यो फ्याक्टरले मल्टिप्लाई गर्न चाहिँ के भयो नि त बिर्सिन भएन भन्ने कुरा हाम्रो यसरी आउँछ है त। अब रेट एनालाइसिस नि हेरौँ। रेट एनालाइसिस मैले यत्रो भिडियो तपाईले हेर्नु भएको छ भने मैले भनिराख्न त पर्दैन किनभने रेट एनालाइसिस त्यति गाह्रो छैन। काठको काम मैले सबै भनिदिइसकेको छु। अब जस्तै रेट एनालाइसिसले के भन्छ त भन्दाखेरि बाक्लो अग्राको फ्रेम भन्छ। फ्रेम भन्दा पनि हामी अहिले चौकोस हेरौँ। अग्रा काठको चौकोस भन्छ। अब यो कुरा चाहिँ कहाँ पाइन्छ भने मैले फेरि दोहोऱ्याइदिएँ तर यो दोहोऱ्याइराख्न पर्ने छैन है त। तपाईले बुझ्न चाहिँ कहाँ पर्यो भने चौकोसको काठ काम कहाँ पाइन्छ भन्ने कुरा बुझ्नु पर्यो। त्यही भएर मैले यो देखाउनलाई पनि मैले भिडियो बनाइदिइराखेको छु। जस्तै अग्रा काठको कैँची ट्रस बनाइ जोड्ने काम भन्छ एउटा हैन। अब यहाँ के छ त भन्दाखेरि हामीलाई चाहिने के छ भन्दाखेरि सिपालु र ज्यामी छ। अब यो कुरा हामीले डिस्कस गरिसकेका छौँ। यो कुरा हाल्न हामीलाई आउँछ। त्यही अनुसार के छ त भने अग्राको काठको के छ भन्दाखेरि हामीले यहाँ निकालिसकेका छौँ हैन। काठको कुराहरू कहाँ पाइन्छ, फलामहरूको कुरा कहाँ पाइन्छ हैन। ती कुराहरू चाहिँ हामीले के गरेका छौँ डिस्कस गरिसकेका छौँ। त्यो कुरा त्यहीँबाट आउँछ। अनि होल्ड पास्ट भन्छ। त्यो होल्ड पास्ट भनेको जेठ आकारमा चाहिँ हामीले के गर्छौँ त भन्दाखेरि वाल जुन मेसनरी वाल हुन्छ त्यो बिल्ड गर्दैमा हामीले राखेका हुन्छ। त्यो कुरा पनि हाम्रो बिल्डिङ एनालाइसिस होल्ड पास्ट हेर्दै जानुहुन्छ भने तल जाँदाखेरि सबै भेटिन्छ है त। यो नभेटिने केही पनि छैन। अब तपाईहरुले यो आफैले खोजेर एकचोटी हेर्नु होला है त। यो प्यानल डोर विन्डोलाई चाहिँ हामीले के छ युबीबीसी छ भने कसरी एनालाइज गर्ने सबै चीजहरू चाहिँ यहाँ छ। भनिसकेपछि के हो त भन्दाखेरि यो चौकोसको काम यसरी भयो। र यहाँ के छन् अग्रा काठको फ्रेम भनेको हाम्रो 11G4 मा रहेछ। फ्रेमको कुरा पनि सबै त्यही छ। सिपालु र ज्यामीलाई कति राख्ने, अग्राको काठलाई कति पर्छ हैन, पेज किल्लालाई कति पर्छ, 100 मिलिमिटर कब्जा भन्छ। यी कुराहरू सबै हाम्रो के छ रेट एनालाइसिसमा पछाडि जानु भने भेटिन्छ है त। दिस मच फर दिस भिडियो। थ्यांक यू फर वाचिङ।